हेलो एभ्रिवान, सबैजना नमस्कार। र आज चाहिँ हाम्रो घरमा चाहिँ अलिकति स्पेसल बनाउनु भएको रहेछ आमाले हो। तपाईँहरूले देख्न सक्नुहुन्छ खिचडी। हिन्दीबाट चाहिँ खिचडी भन्छ, नेपालीबाट चाहिँ खिचडी। खिचडी खाँदैछ साथीहरू, मजाले खिचडी खाँदैछ। त्यसको माथिबाट पनि घिउ पनि हालेर अझै खाँदैछ मैले। यता आलुदम छ, आलु फ्राई, आलु भुजिया। खाइला साथीहरू, हामी चाहिँ खिचडी सच्चै मिठो बनाउनु है। दामी छ गाइस। असार 15 दही चिउरा, के भयो साउने 15 खिचडी। यस्तै छ साथी। साउने 15 खिर पदा अहिले चाहिँ के हो? मागे होइन, पुस 15 खिचडी। अहिले पनि त के याद छ। तपाईँहरूले यसरी घरमा मजाले बनाएर खान सक्नुहुन्छ है। हामीले एकदम मिठो हुन्छ घरमा बनाएर खाएको चाहिँ। र सबैजनालाई गुड नाइट, बाई।